ल आज खट्टो पिरो लागेको टक्क आलुको अचार खाऊँ है त। सुरुमा लिएपछि बोइल आलु, त्यसपछि चप गरेर काटेको मुला, त्यसै गरी राख्दैछु गाजर। गाजर र मुला राखेपछि अचारमा अलिक स्वाद आउने गर्दछ। त्यसै गरी मैले सबै मुला राखेपछि मैले केराउ नि राख्दैछु, हरियो केराउ। त्यसै गरी लसुनको पत्ता नि राखेँ। लसुनको पत्ता राखिसकेपछि भुटेर राखेको तिलको धुलो, उता मैले तेल खराइसकेपछि मेथी हालिसकेँ। त्यसपछि मैले बेसर हालेँ र हरियो खुर्सानी नि चिरेर राखेको पड्काएँ। तेलहरू सबै भइसकेपछि मैले त्यही अघिको बाटामा राखेर पहिले निम्बुको रस नि निचोरेर राखिसकेको थिएँ, त्यो पनि मैले अघिको बाटामा राखेँ र सबैलाई मैले मजाले मोल्दैछु। अचार चाहिँ मजाले मोल्नु पर्दछ, सबैतिर खट्टो पिरो टक्क होस् भनेर। अचार चाहिँ राम्ररी मोल्नु होला। मैले यतिको मोलिसकेँ, अझै मोल्दैछु म। अझै राम्रोसँग नमोल्ने जस्तो लागेर अचार चाहिँ मजाले मोल्नु होला। हातले मोले अझै राम्रो हुन्थ्यो, मैले चाहिँ पन्लोले मोलेँ। मैले त्यसै गरी धनियाँ नि राखेँ। ल हेर्नुहोस् त अचार कस्तो मिठो देखिएको छ, मिठो नि भएको थियो। थ्याङ्क यू।